पानी परेको परै थियो यो दिन पनि बिहानदेखिको इन्द्रा पुरेर बसिरहेको थियौँ हामी चाहिँ बाहिरतिर अनि इन्द्रा आयो बहिनीलाई अर्कोमा पठाएँ म पनि अनि बहिनी खासमा इटरीसम्म मात्र आएको थियो मैले जबरजस्ती यसलाई काठमाडौँ बोलाएको हो कि अनि जबदेखि आएको तबदेखि झन् पानी परेको पऱ्यो अनि बल्ल बल्ल आइपुगेको बाटोहरू यति बिग्रेको थियो नि काठमाडौँ अनि ऊ आइसकेपछि यसो होलसेलतिर जानै पर्यो अनि हामी चाहिँ महाबौद्धतिर गएँ कभरहरू पनि चेन्ज गर्नु थियो मेरो फोनको उसको फोनको अनि शनिबारको दिन भएर सबै बन्द थियो अनि त्यसपछि हामी अर्को एरियाको होलसेलतिर गयौँ दिदी बहिनी बिनाको मानि राम्रो राम्रो सामानहरू आएको छ तपाईँहरू पसलै गएर भिजिट गर्न सक्नुहुन्छ यो हेलो किटीको वालेटहरू कति क्युट क्युट छ सबै हालेको छ है उसले चाहिँ अरू ठाउँमा नि गयौँ जहाँ फोन चाम्सहरू लकेटहरू पनि थियो अनि साइड क्लिपहरू अनि सबै छानेर अनि हालेको हामी अरू बेला चाहिँ प्रायः म आफै गएर लिएर हालिदिन्थेँ अनि आज ऊ आएको बेलामा उसलाई पठाएको मैले चाहिँ सँगसँगै म चाहिँ यहाँ उली भन्दै म चाहिँ बसिरहने बाँकी सबै उसैले हेरेँ अनि यो चाहिँ त्यो दिनको चाहिँ लास्ट सप थियो जहाँनिर चाहिँ हामीले होलसेलरको सबै सामानहरू किनेर हिसाब गरेर बसिराखेको थियो अनि हामी दोस्रो दिन पनि गएको थियौँ दोस्रो दिन चाहिँ मैले खासै भिडियोहरू बनाएको थिएन यसको बुकेको सामानहरू केही किनेको थिएन अनि त्यहाँ गएर ऊ लिँदै सधैँ म बहिनीलाई पठाउने सामान हो भन्दै यहाँ दाइहरूलाई भन्दै अनि उहाँहरूले चाहिँ जिस्काउँदै हुनुहुन्छ यही हो बहिनी चाहिँ सानै उमेरको साउनी भन्दै जिस्काइरहनु भएको थियो यति नै भ्लग आजलाई